सर्वप्रथम बुद्ध रत्न, धर्म रत्न, सङ्घ रत्नमा वन्दना र तपाईँहरू सम्पूर्ण उपासक, उपासिका र दर्शकहरूमा तपाईँहरू सबैमा कृतज्ञतासहित मङ्गल मैत्रीको कामना। आजको यस धर्मचर्चा, धर्मदेशनाको प्रभावले, प्रतापले तपाईँहरू सम्पूर्ण उपासक, उपासिका, दर्शकहरू, तपाईँहरूका मातापिता, दाजुभाइ, दिदीबहिनी, इष्टमित्र, त्यस्तै गरेर तपाईँहरूका छोराछोरी सबैको कुशल मङ्गल सुख शान्तिको कामना गर्दै आजको धर्मचर्चा अथवा धर्मदेशना मैले सुरु गर्दैछु। आजको धर्मदेशनामा तपाईँको विशेष गरेर हामीले अनित्य दुःख र अनात्म अन्तर्गत पति पत्नी बिचको आसक्ति भाव, एउटा पति आफ्नी पत्नीप्रति कति आसक्त थिए र पछि कसरी उनीलाई नै तपाईँको चाहिँ त्यो आसक्ति भाव फेरि हराउँदै गयो, अथवा पत्नीप्रति जति प्रेम भाव थियो पछि अलिकति दुर्भावना जस्तो उनीमा चाहिँ तपाईँको प्रकट भयो। त्यस्तै गरेर के पत्नी साँच्चै कि सुख हुन् त? के पति साँच्चैका सुख हुन् त? के पत्नी साँच्चै आफ्नै हुन् त? अथवा के पति साँच्चै आफ्ना हुन् त? के प्रेमी साँच्चीकै आफ्नै हुन् कि साँच्चीकै तपाईँकै हुन् त? अथवा के प्रेमिका साँच्चै कि तपाईँकै हुन् त भन्ने शीर्षकमा आज मैले धर्म चर्चा धर्मदेशना गर्दैछु। यो विशेष गरेर अनित्य दुःख र अनात्म अन्तर्गत यो एउटा उदाहरण तपाईँहरूलाई मैले जानकारी दिँदैछु। आजभन्दा लगभग केही वर्ष पहिले अथवा लगभग 500 वर्षको सेरोफेरोमा दक्षिण भारतमा एउटा अत्यन्तै मिल्ने प्रेमी र प्रेमिका थिए। ती दुई एक बिना अर्को बाँच्न नसक्ने, एक बिना अर्को जीवन जिउन नसक्ने त्यस्तो अवस्थामा पुगिसकेपछि उनको माता पिताहरूले सरसल्लाह गरेर ती दुवैजनाको विवाह गरिदिए। ती केटा र ती केटी अथवा युवा युवतीको माता पिताले सरसल्लाह गरेर विवाह गरिदिए। त्यो विवाह प्रेम विवाह पछि गएर मागी विवाहमा अथवा उनीहरूको कुल परम्परा अनुसार मागी विवाहमा रूपान्तरण भयो। समय बित्दै गयो, समयको आफ्नै गति हुने, समयको आफ्नै खेल हुने र मान्छेले कर्मको फल नभोगी नहुने भनी जस्तै तिनीहरूको समय बित्दै जाँदाखेरि विवाह गरेको लगभग 5 देखि 7 वर्षको सेरोफेरोमा ती पत्नी बिमार भइन् र पत्नी बिमार भइन्। पत्नी बिमार हुँदाखेरि सामान्यतया सबैलाई चिन्ता हुने, निराशा हुने र पत्नी बिमार हुँदा ती पतिले आफ्नी पत्नीलाई हस्पिटलमा लगेर भर्ना गरे। हस्पिटलमा लगेर भर्ना गर्दाखेरि उनको रोग चाहिँ अलि जटिल किसिमको रहेछ र जटिल किसिमको रोग भएको कारणले गर्दाखेरि डाक्टरले उनको श्रीमानलाई के भने भन्दाखेरि तपाईँको श्रीमतीको रोग निको होला जस्तो छैन। त्यसैले गर्दाखेरि अब के गर्ने भन्दाखेरि श्रीमानले भने अब रोग निको होला नहोला भन्दा पनि निको गराउने कोसिस गरौँ, जति सकिन्छ त्यति उपचार गरौँ, निको त होला नि भन्ने उनले आशाले उपचारको क्रमलाई अगाडि बढाए। उपचार गर्दै गर्दै जाँदाखेरि औषधिले काम गरेन। औषधिले काम गरेन। औषधिले काम नगरिसकेपछि अब ती श्रीमतीको बिमार पनि पहिलाको तुलनामा दिन दुगुना रात चौगुना हुँदै बढ्दै गयो। अनि रोग व्याधिहरू बढ्दै गइसकेपछि अब उनी पनि धेरै कमजोर भइन्, निकै नै कमजोर भइन्। अब उनको बाहिरपट्टिको त्यो शरीर, चेहरा, छालाको स्किनहरू, त्यो त्वचाहरू पनि पहिलाको भन्दा धेरै तपाईँको परिवर्तन हुँदै आयो। शरीर तपाईँको चाहिँ गल्दै गयो। विभिन्न किसिमका फोका बिमिराहरू तपाईँको चाहिँ ठुल्ठुला घाउहरू तपाईँको चाहिँ शरीरमा आएर त्यो शरीर दुर्गन्धित जस्तो पनि भयो। त्यो स्किनहरूमा अत्याधिक तपाईँको समस्याहरू भएको कारणले गर्दाखेरि र शरीरभित्र पनि पीडा, शरीरको बाहिर पनि पीडा गर्दाखेरि उनकी श्रीमतीको चेहरा, वर्ण, रूप वर्णहरू सबै बिग्रिँदै गयो।
बिग्रिँदै गइसकेपछि ती श्रीमानले विवाह गर्नभन्दा अगाडि त सँगै बाँच्ने, सँगै मर्ने त्यस्तो किसिमको उनले अब कसम खाएका थिए, मतलब बाचा कसम खाएका थिए। तर पनि जब त श्रीमती बिस्तारै बिस्तारै तपाईँको त्यो शरीर श्रीमतीको शरीर कमजोर हुँदै गयो, शरीर सर्दै गयो, शरीर गल्दै गयो। यसरी शरीर सर्दै गल्दै कमजोर हुँदै उनी बोल्न नसक्ने अवस्थामा पुगिसकेपछि त्यो श्रीमानलाई कस्तो लाग्यो भने आखिरीमा यी श्रीमती यस्तो दुःख पाउनुभन्दा त अब यिनी बरु वार पार भए हुन्थ्यो भन्ने उनको त्यस्तो चेतना जाग्यो। उनी हस्पिटलबाट घरमा जाने क्रममा बाटामा उनलाई कसैले सोध्थे, कस्तो छ श्रीमतीलाई भनेर सोद्धाखेरि रोग निकै जटिल रहेछ, रोग निको होला जस्तो छैन, त्यसैले गर्दाखेरि बरु छिटै वार पार भए हुन्थ्यो भन् जस्तो उनले चाहिँ अरू सोध्ने व्यक्तिहरूलाई पनि उनले भाव प्रकट गर्थे। अब यहाँनिर एउटा प्रश्न के छ भने के समयभन्दा 7-8 वर्ष पहिला अथवा 8-10 वर्ष पहिला जुन उनीहरू चाहिँ तपाईँको प्रेम सम्बन्धमा थिए, विवाह गर्नुभन्दा पूर्व र विवाह पश्चात पनि त्यतिखेर तिनी श्रीमती निकै प्रिय लाग्थिन्, तर अहिले तिनी श्रीमती प्रिय लाग्दिनन् उनलाई। अब हामीले यहाँनिर तपाईँहरूले के कुरो बुझ्नुपर्छ भन्दाखेरि यदि तिनी श्रीमती हिजो प्रिय हुन्थिन् त आज पनि प्रिय हुनुपर्ने। हिजो प्रिय के कारणले भएकी हुन् भन्दाखेरि कामामुडको कारणले गर्दाखेरि ती श्रीमती हिजो प्रिय भएकी थिइन्। आज किन तिनी अप्रिय भइन् भन्दाखेरि आज तिनको रूपबाट बिग्रिँदै गयो। उनले चाहिँ श्रीमतीलाई प्रेम गरेकै होइनन् कि श्रीमतीको रूपबडालाई देखेर आफ्नो काममुड मेटाउनको लागि उनले श्रीमतीलाई तपाईँको चाहिँ त्यतिखेर उनले चाहिँ अब तपाईँको चाहिँ उनलाई प्रेम गरेका थिए, प्रेम प्रकट गरेका थिए, उनलाई सुखको रूपमा लिएका थिए ती श्रीमतीलाई भने यदि तिनी तपाईँको चाहिँ सुखै थिइन् भने आज फेरि किन दुःख लागिन्, यदि आज किन दुःख लागिन् भने त्यतिखेर किन फेरि सुख लागिन्। त्यसैले गर्दाखेरि उनले यो कुरो तपाईँको बुझेनन्। यो कुरो उनले मात्रै पनि होइन, तपाईँहरूले पनि कसैले पनि यो कुरो नबुझ्दाखेरि कसैसँग तपाईँको बिछोड हुँदाखेरि अथवा कसैलाई तपाईँले प्राप्त गर्नु भएन भने तपाईँलाई त्यो पीडा हुनु र तपाईँको कसैसँग तपाईँको वियोग हुन पर्यो भने त्यसमा पनि तपाईँलाई पीडा हुनु हो। यो कुरो तपाईँले म र मेरो भन्ने भाव चाहिँ यो संसारमा भएका तपाईँको पदार्थ र वस्तु प्राणीहरू श्रीमती छोराछोरी मातापिता दाजुभाइ दिदीबहिनीलाई मेरो मेरो भन्ने तपाईँको भाव जब तक हट्दैन तब तक तपाईँलाई के हुन्छ भने एकछिन समय हुँदाखेरि एकदम तपाईँको चाहिँ पुरै तपाईँको अब तपाईँको बुलबुले तालमा पानी माथि तपाईँको चाहिँ निक्ले जस्तै तपाईँलाई त्यो खुसी भए जस्तो महसुस हुन्छ र क्षणभरमै फेरि कसैसँग तपाईँको वियोग हुन पर्यो भने त्यतिखेर तपाईँलाई फेरि दुःख हुन्छ। अब कहिले सुख कहिले दुःख, कहिले सुख कहिले दुःख, कहिले सुख कहिले दुःख, अनन्त जन्मसम्म तपाईँको यो श्रृङ्खला कहिल्यै पनि टुङ्गिँदैन। र ती व्यक्ति अब उनले यो कुरो बुझेनन्। उनले यति कुरो बुझेको भए उनलाई त्यो पत्नीसँगको संयोग पनि तपाईँको अति नै खुसी भन्ने हुँदैन त र अहिलेको वियोगले पनि उनलाई कुनै पीडा चाहिँ दिँदैन त। अब किन भन्दाखेरि यो संसारमा जन्मिसकेपछि एक नम्बरमा आफ्नो कर्तव्य पुरा गर्नुपर्छ। कसैको तपाईँको चाहिँ छोराछोरी हुनुहुन्छ भने तपाईँले मातापितालाई तपाईँले चाहिँ रेखदेख गर्नै पर्छ। मातापिताले छोराछोरीको पालन पोषण गर्नु भनेको कर्तव्य हो। छोराछोरीले मातापिताको पालन पोषण गर्नु भनेको पुण्य हो। किन भन्दा आफ्नो छोराछोरीलाई त गाई भैँसी भेडा बाख्रा च्याङ्ग्रा भैँसी घोडा हात्ती कुनै पनि प्राणीले आफ्नो छोराछोरीलाई प्रेमै माया नै गर्छ, आफ्नो छोराछोरीको पालन पोषण गर्छ। पक्षीले पनि आफ्नो बचेरा बचेरीको पालन पोषण गर्छ। अब तपाईँले आफ्नो छोराछोरीको पालन पोषण गर्ने कोसिस गर्नु भएन भने तपाईँ पक्षी जतिको पनि होइन, पशु जतिको पनि होइन तपाईँ। किन भन्दा आफ्नो छोराछोरीको पालन पोषण सबै प्राणीले गर्छन् नै, तर मातापिताको पालन पोषण गर्नु भनेको पुण्य हो। पुण्य र कर्तव्य र तपाईँको पुण्यको हिसाबले चाहिँ तपाईँले घरमा पालेको सुँगरलाई खिलाउने पिलाउने कर्तव्य हो।
घरमा पालेको बाँदरलाई खिलाउने पिलाउने कर्तव्य हो। घरमा पालेको कुकुरलाई खिलाउने पिलाउने कर्तव्य हो। घरमा पालेको बिरालोलाई खिलाउने पिलाउने कर्तव्य हो। तर सडकमा भएको व्यवहारिसी कुकुरलाई खिलाउने पिलाउने पुण्य हो। सडकमा भएका व्यवहारिसी बाँदरलाई खिलाउनु पुण्य हो। सडकमा भएका पक्षीहरूलाई खिलाउनु पिलाउनु पुण्य हो। हो, तपाईँको पुण्य र कर्तव्यमा यो चाहिँ भिन्नता छ। मातापिताले छोराछोरीको पालन पोषण गर्नु कर्तव्य हो। छोराछोरीले मातापिताको पालन पोषण गर्नु पुण्य हो। जसले मातापिताको पालन पोषण गर्दैन उसले यो संसारमा 365 दिनमा 365वटै व्रत बसे पनि उसलाई केही पनि हुनेवाला छैन। र जसले मातापिताको रेखदेख गर्छ, पालन पोषण गर्छ, उसले 365 दिनमा एउटै मात्रै व्रत उपवास नगरे पनि उसको चाहिँ तपाईँको चाहिँ सुगतिको स्वर्गको ढोका चाहिँ स्वाभाविक रूपमा खुल्छ नै। र अहिले हामी छौँ तपाईँको अनित्य दुःख र अनात्म अन्तर्गत पति पत्नी बिचको आसक्ति भावमा तपाईँको के हुन्छ भन्दा जसले म र मेरो सम्झिन्छ उसले चाहिँ वियोगले चाहिँ धेरै दुःख दिन्छ। त्यही कारणले गर्दाखेरि हामीले कसरी सम्झिनुपर्छ भने यो जन्म मरणको दुःख चक्रबाट छुटकारा नहुँदासम्म जन्मिनुपर्छ, मर्नुपर्छ, कसैसँग कहिले कसैसँग संयोग हुन्छ, कहिले कसैसँग वियोग हुन्छ। र संयोग हुँदाखेरि पनि धेरै प्रसन्नता हुनु पर्दैन। किन भन्दा यो चाहिँ अब संयोग वियोग भनेका जीवनमा जन्म मरणको दुःख चक्रबाट छुटकारा नहुँदासम्म यिनी भइराख्ने कुराहरू हुन्। हो, यो कुरो तपाईँले अनित्य दुःख र अनात्मालाई तपाईँले बुझ्नुभयो भने न त प्रेमिकासँग संयोग हुँदाखेरि तपाईँ हरहर्ती तपाईँको चाहिँ तपाईँको आगो बोले जस्तो तपाईँको चाहिँ माथि उठ्नुहुन्छ, न त तपाईँको चाहिँ प्रेमिकासँग वियोग हुँदाखेरि तपाईँलाई तल खस्नुपर्छ, न त श्रीमतीसँग तपाईँको जीवन जिउँदासम्मको समय पनि तपाईँको के हुन्छ भन्दा यो चाहिँ म र मेरो भाव नभइसकेपछि श्रीमती भइसकेपछि श्रीमतीले आफ्नो कर्तव्य पुरा गर्नै पर्छ। श्रीमान भइसकेपछि श्रीमानले आफ्नो कर्तव्य पुरा गर्नुपर्छ। एक दिन श्रीमती पनि मर्नै पर्छ, यो तपाईँको यो शरीर छोड्नै पर्छ। एक दिन श्रीमान पनि तपाईँको मर्नै पर्छ, यो शरीर छोड्नै पर्छ। एक दिन छोराछोरीसँग पनि वियोग हुनै पर्छ। एक दिन धन सम्पत्तिसँग पनि वियोग हुनै पर्छ भन्ने चेतना कसरी बुझिन्छ भन्दा यो बुझ्नको लागि यो अनित्य दुःख र अनात्मालाई तपाईँको स्पष्ट रूपमा बुझ्नको लागि तपाईँको यस पछाडिको शीर्षकमा कर्म त्यस्तैको बारेमा तपाईँहरूलाई थोरै जानकारी दिइनेछ। र कर्म पछाडि दान शील र ध्यान भावनाको बारेमा तपाईँलाई स्पष्ट रूपमा बुझाइनेछ। र जसले कर्म दान शील र ध्यान भावना यो चारवटाको बारेमा तपाईँले स्पष्ट रूपमा बुझ्नुभयो भने तपाईँले यो जीवनलाई राम्रोसँग बुझ्न सक्नुहुन्छ। तपाईँले पति भएर आफू पतिकै रूपमा तपाईँ स्थापित हुन सक्नुहुन्छ, पत्नी हुनुहुन्छ भने पत्नीकै रूपमा स्थापित हुन सक्नुहुन्छ, छोरा हुनुहुन्छ भने छोराकै रूपमा स्थापित हुन सक्नुहुन्छ, छोरी हुनुहुन्छ भने छोरीकै रूपमा स्थापित हुन सक्नुहुन्छ। आफ्नो कर्तव्य के हो, पुण्य के हो, पाप के हो, पुण्य के हो, राम्रो के हो, नराम्रो के हो, यो स्पष्ट रूपमा तपाईँलाई जानकारी हुनेछ भन्दै आजको यस धर्मचर्चा धर्मदेशनाको प्रभावले प्रतापले तपाईँहरू सम्पूर्ण उपासक उपासिका र दर्शकहरू, तपाईँहरूका छोराछोरी मातापिता दाजुभाइ दिदीबहिनी तपाईँहरू सबैलाई आयु वर्ण सुख बल र प्रज्ञा परिपूर्ण रूपमा प्राप्त होस्। तपाईँ सबैको कुशल मङ्गल सुख शान्ति होस् भन्दै आजको धर्मचर्चा धर्मदेशनालाई यही विश्राम दिन चाहन्छु।